साथीहरू नमस्ते। आज चाहिँ बाँदर रुङ्न आएँ मकै बारीमा। हेर्नु न, हाम्रो त बाँदर रुङ्नुपर्छ मकै बारीमा है। अनि बाँदर रुङ्न छ साथी मेरो यता। के गर्नु र, बाँदर रुँगेर बस्नु पर्ने छ होइन। यताबाट हेर्ने। हेर्नु न, म चाहिँ आज नानीसँग आएको है। मेरो बाबु चाहिँ सुतिरहनु भएको छ। बाबुलाई चाहिँ फेरि मैले खेवाएको छैन, गर्मी छ नि त। गर्मी छ, मेरो कपाल पनि उडिरहेको छ। अनि त्यसपछि बाँदर मकै खान कहाँ सजिलो छ र साथीहरू। हेर्नु न, मकै बारी जानुपर्छ, मकै खानु त सजिलो छ है। अनि हो बाँदर आउँछ यताबाट आउँछ। रुखमा चढेर बस्नु पर्छ। मेरो नानी चाहिँ पर छ है, जो छोरो छ। आज पहिलोपल्ट भ्लग गरेको है मैले। मलाई खासै त आउँदैन, त्यही पनि आज ट्राई पहिलोपटक